ल दर्शकबिन म चाहिँ यस्तो फिल्म हेर्न आएको थिएँ आज धमिलो पहाड। तर म आज यो डाइरेक्टरलाई चाहिँ यो भन्न चाहन्छु कि आफ्नो दोकानदारी समय बर्बाद गरेर यो सिनेमा हलमा धमिलो पहाड हेर्न आएको कि धमिलो पहाड मात्रै होइन फिल्म पनि धमिलै रहेछ। नबुझ्ने फिल्म क्या। तपाईँहरू सक्दैन भने नबनाउनुहोस् क्या फिल्म। तपाईँहरू सक्दैन भने फिल्म नबनाउनुहोस्। यो मान्छेले समय बर्बाद गरी गरी आएको छ फिल्म हेर्नुको लागि जो चाहिँ हाम्रो नेपाली गोर्खाको लागि केही छ भन्ने विचारमा आएको छ कि यति फाल्तु फिल्म मैले लाइफमा हेरेको छुइनँ साँच्ची भनेको। न तपाईँहरू सक्दैन भने गोर्खाल्यान्डको बारेमा कुरै नगर्नुहोस् न। के हो गोर्खाल्यान्डको मुद्दा त छैन त। के बमबहादुरले मात्रै गोर्खाल्यान्डको लागि लडेको थियो? गोर्खाल्यान्डको लागि हाम्रो हजारौँ लाखौँ दाजुभाइ शहीद भएको छ, त्यसको देखाउनुहोस् न। गोर्खाल्यान्डको लागि हाम्रो दाजुभाइ शहीद भएको छ तपाईँ मात्रै होइन, एउटा बमबहादुर जो नेपालको एउटा एक्टरलाई हालेर यो के प्रुभ गर्नु खोजेको तपाईँहरूले? यति फाल्तु भिडियो हेर्नुहोस्, मेरो अनुहार पनि हेर्नुहोस्। तपाईँहरूले यति बिना फाल्तु भिडियो बनाएको छ नि। साँच्ची भनेको बमबहादुरको नाममा चाहिँ यत्रो फिल्म के हडेको? यो धमिलो पहाड अरे। पहाडको मान्छेलाई पनि थाहा छैन यो फिल्मको बारेमा। ए म ह्यामिल्टनको फिल्म सिनेमा हलमा छु कि यस्तो फाल्तु भिडियो मैले लाइफमै देखेको थिइनँ। यति बकवास फिल्म मैले देखेको छुइनँ। र साथमा यो डाइरेक्टरलाई भन्न चाहन्छु है, हाम्रो जुन चाहिँ राई दाजु रहेछ होइन, उहाँलाई भन्न चाहन्छु यति हाउडे फिल्म नबनाउनुहोस्, यो बेकारको फिल्म। आजको भिडियो चाहिँ म ह्यामिल्टनगन्जको सिनेमा हलमा गएको थियो है भिडियो हेर्नुको लागि, फिल्म हेर्नुको लागि, जसको नाम चाहिँ छ धमिलो पहाड है। त धमिलो पहाड भनेर जुन चाहिँ हामी अब धेरै अब एडभर्टाइजमेन्ट भयो है, नेपाली फिल्म दामी छ, एउटा गोर्खाको प्रति छ, गोर्खाल्यान्डको प्रति छ र धेरै राम्रो छ भनेर गएको थियो नि त होइन। तर नि यति बकवास के भन्नु अब। अरे तपाईँहरू डाइरेक्टर एउटा राम्रो एउटा एक्टर हुनुहुन्छ, तपाईँ यति राम्रो एउटा दार्जिलिङको प्रसिद्ध डाइरेक्टर जसको नाम चाहिँ तपाईँको जन राई भनेर हुनुहुँदो रहेछ होइन। के फिल्म बनाउनु भएको हो तपाईँले? आम्मै छे 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 छे, के बुझ्नुभयो तपाईँले? फिल्म हेर्नुभयो? खुद हेर्नुभयो? गोर्खाल्यान्डको त कुनै बातै छैन, पहाडको जनताको पीडाको त कोही बातै छैन त्यसमा। केही छँदै छैन नि त हो, केही पनि छैन त अन्त। पहाडमा के भएको थियो र पहाडको बारेमा के थियो 5 रुपियाँको कुनै मतलब छैन। तपाईँ बमबहादुरको हिसाबले चलेर हुन्छ? फिल्म त्यसरी बनाएर तपाईँ त डाइरेक्टर मान्छे, एउटा यत्रो राम्रो फिल्म बनाउने मान्छे, यस्तो हाउडे बकवास फिल्म बनाउने हो? सक्नुहुन्छ भने म तपाईँसँग टक टु टक बात गर्न सक्छु। बेफाल्तुमा हाउडेमा पब्लिकलाई यत्रो एडभर्टाइजमेन्ट गरेर डर लाग्छ तपाईँलाई? गभर्मेन्टसँग, बङ्गाल गभर्मेन्टसँग यो फिल्म आफ्नो पहाडको जुन चाहिँ इतिहास छ, पहाडको जुन चाहिँ पीडा छ त्यो देखाउनु डर लाग्छ भने नबनाउनु त। किन बनाएको फिल्म? किन बनाएको फाल्तुमा फिल्म? यति बिना फाल्तुमा 2-2.5 घन्टा हाउडेमा समय बर्बाद गरेर हामी दोकानपाट छोडेर आफ्नो बिजनेस धन्दा छोडेर नेपाली दाजुभाइको केही फिल्म हुन्छ होला भनेर, अरे पहाडको बारेमा के हुन्छ, हाम्रो डुवर्सको बारेमा के हुन्छ? कहाँ छ? पहाडको पनि कुनै इतिहास छैन, डुवर्सको पनि कुनै इतिहास छैन, हजारौँ मान्छे मरेको, त्यो चाहिँ कहाँ गयो? त्यो बनाऊ न। बेकारमा बमबहादुर अरे एउटा नेपालको एक्टरलाई लिएर हाउडेको फिल्म बनाएर तपाईँहरूले नोटङ्गी गर्नुहुन्छ। छ्या, यो फिल्म चाहिँ डाइरेक्टरसम्म पुगाइदिनुहोस्, तपाईँहरूले पनि सेयर गरिदिनुहोस्। यति बकवास फिल्म। यो कन्टेन्ट क्रिएटरहरू जुन चाहिँ फेसबुकमा भिडियो बनाउने भाइ दाजुभाइहरूले नि जुन चाहिँ हाउडेमा एडभर्टाइजमेन्ट गरिरहेछ नि, हाउडेमा एडभर्टाइजमेन्ट गर्नुभएको तपाईँहरूले के बुझ्नुभयो? त्यहाँ बमबहादुरको जो रोल छ के गरेको हो, के हो, कसो हो, फिल्म के कहानी बुझ्नुभयो? मैले त 5 रुपियाँको कहानी बुझिनँ। केही त छैन त्यो फिल्ममा। एउटा बमबहादुर ट्याक्सी पनि चलाउँछ, एकजनालाई मारिदियो, त्यसको बादमा एउटालाई किडन्यापिङ गरेर राख्यो, त्यसको पनि कुनै कहानी छैन। त्यसको बादमा गएर
जङ्गलमा अलिअलि यताउता भयो लुक्यो, त्यो पनि कहानी छैन। अन्त बङ्गाल पुलिसले जो आएर परेशान गर्यो त्यो पनि केही मतलबै छैन। त्यस्तो के फेत्न टुप्पो कहानीको फिल्म बनाएको तपाईँहरूले? छ्या 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 छ्या। त्यो त नि त्योभन्दा दामी फिल्म त नि हाम्रो सानसानो नाला गल्ली एरियामा बनिन्छ। साद्री फिल्म त्योभन्दा भयङ्कर दामी बनिन्छ। तपाईँहरू फिल्म बनाउने छ्या 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 तट फिल्म अरे यस्तो दम छ भने नि दामी फिल्म बनाउनुहोस्। नेपाली गोर्खाको पीडाहरूलाई दुःखहरूलाई देखाउनुहोस्। त्यो हो नि त गोर्खाल्यान्डको आन्दोलनमा कति मरेको छ, 86 देखि अहिलेसम्म के भयो त्यो देखाउनुहोस् न। बेफाल्तुको न 86 86 छ, धत फाल्तु भिडियो।